हेलो नमस्ते गुड मर्निङ साथीहरू। आज म भ्लग बनाउन गइरहेको छु। आज चाहिँ म स्कुल जाँदैछु सानो भाइसँग। छोरीको स्कुल जाँदै गरेको। चिया बगान देख्न सक्नुहुनेछ। उति जाऊ त मोटे। यो मेरो साथी यहाँ स्कुल साथी लिएर आएको। आज चाहिँ एकदम शीतल छ। पानी परिराखेको थियो अघि बिहान। अहिले चाहिँ पानी परेको छैन, घाम लागेको छैन, एकदम शीतल छ। चिया बगान देख्न सक्नुहुनेछ। अनि यहाँ हामी स्कुल जाँदैछौँ। आज छोरीको रिजल्ट आज के कस्तो हुन्छ देखाउने छु है त। अन्तिमसम्म हेरेर साथ दिनु होला। आज छोरीको रिजल्ट गाइस फर्स्ट भयो भने लास्टमा देखाउँछु केक काट्ने हो कि हैन। फर्स्ट भयो भने केक काट्ने हो आज। केक काट्ने पनि हामी सिन देखाउँछौँ नि। कुकुरै तर्स्यो। धेरै भयो त म त यता नआएको त। हेर घरै घर बनेछ त। अनि पहिलेको च्यानलमा धेरै सब्सक्राइबर थियो तर त्यो फोन कसले लग्यो, चोरेर लग्यो। फोन चोरी भयो गाइज। यो च्यानललाई पनि माया गरिदिनु होला सबैजनाले। कृपया हाम्रो फोन खोजिदिनु होला। थोमस, ओ थोमस, स्कुल आएको? रिजल्ट लिन आएको? बस सँगै जाऊँ। एक्लै आउँदैछ त। सानो खुच्चे भाइ भेट भयो यहाँ। एक्लै आउँदैछ त। साथी ल्याएको मेरो। तिमीलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज तिमी फर्स्ट हुनेवाला छौ कि सेकेन्ड हुनेवाला छौ भन त। यता हेर न, यता फर्स्ट भयो भने चक्लेट बाँड्नु ल। होलिका स्कुल सबैजना आइसक्न आँटेछ। कस्तो कुदेको हौ, सँगै जाऊँ न। तर ढोका त गेट त पनि खान्छ। अब खोलिदिनुहुन्छ नि त। हामी ठुलो मान्छे हो नि त। हामी गएपछि गेट खुल्ला हुनेछ एकदमै। पहिला हामी यता बसेको। कुन घर? माथि तपाईँसँगले यहाँ पनि घर बनाएछ। चिया बगानमा त हात्ती आउने सम्भावना हुन्छ है गाई। त्यही भएर उहाँ चाहिँ घर सार्नु भएको। हात्ती आउँछ है, हात्ती। कृपया तपाईँ पनि आफ्नो नानी बाबुहरूलाई होलिका स्कुलमा हालिदिनु होला। होइन अगाडि नर्सरी टु 8 स्कुल। होलिका स्कुल, होलिका स्कुल ढ्यान्टरे। मकैबारी मकैबारी राम्रो, एकदम राम्रो ठाउँमा छ यो होलिका स्कुल नि। सुनसान वातावरण, गाडीहरू पनि त्यति चल्दैन, सुनसान एकदम। ला हामी फर्स्ट हो कि क्या हो? किन कोही देख्दिन त उता। गाइस बुकहरू पनि दिन्छ होला फर्स्ट दिनेहरूलाई। आज हिँड न अघि अघि। हामी चाहिँ होलिका स्कुल पुगेको छौँ है अहिले चाहिँ भर्खरै। अब हेरौँ छोरीको रिजल्ट कस्तो हुनेछ, म हजुरहरूलाई देखाउने छु। हामी चाहिँ स्कुल आइपुगेको छौँ अहिले। यहाँनिर देख्न सक्नुहुनेछ होलिका स्कुल। पहिला हामी यहाँ बसेर खाजा खाउँथ्यौँ। हेलो गाइज, अहिले हामी स्कुल आइपुग्यौँ। छोरीले एकदम स्कुलमा राम्रो एक्जाम गरेको छ भन्दै हुन्छ। एकदम एक्साइटेड भएको छु, म एकदम खुसी भएको छु। किनभने हिजो 30 फेरेको 10 मार्क्स छुट्यो भन्दै थियो। अनि पेपरै देखेन, क्वेसन पेपरै देखेन अरे। अनि उसले नगरी आएछ। त्यही भएर अहिले चाहिँ फेरि एकदम राम्रो गरेको छ भन्दै हुन्छ सर म्यामहरू। हजुरलाई देखाउने छु कस्तो गऱ्यो, हजुरहरूलाई म देखाउने छु। यदि फर्स्ट स्कुल फर्स्ट भयो भने छुट पनि हुन्छ अरे। अनि म आज केक खाने कि नखाने म हजुरहरूलाई देखाउने छु। अनि हामी चाहिँ यहाँ कस्तो लाज लागेर यहाँ
क्लास 4 मा लुकेर भिडियो बनाइरहेको छौँ हामी होइन मोटे भाइले नि के खानु पाउने भयो आज एकदम कस्तो डर लाग्दो रहेछ यही सर्भाइभहरू हुँदाखेरि भिडियो बनाउनु एकदम डर लागिरहेको छ प्रतिष्ठामा फर्स्ट भएछ त पढ्ने बेलामा के भन्छ खाली उमर चाहिँ नि फोन मात्रै हेर्छस् नि हैन पढ्ने बेलामा हजुर यहाँ दिदीले एकदम बिगारेको छ एकदम बिगारेको छ अब तँलाई डर उठाइदिन्छ अब अरूलाई तेरो म राम्रो पढ्नु पर्दैन हाँ के भएको त हाँ सिकुमले जित्यो सिकुम र प्रतिष्ठाले हाम्रो गाई चला नि देखाउँ न गाई हेर्नु ओराको त मै पो झन्डै रुए त 4 out of 4 किन रुको खुसी हुनुपर्छ झन् अनि के भन्छस् भने काम गरेको नि के भन्छस् भनेर अनि त खालि पढ्दैनस् फोन मात्रै हेर्छस् तर पनि राम्रो गरिस् रहेछ स्कुल फर्स्ट भइस् एडमिसन पनि छुट हुन्छ अरे 50% छुट 50% छुट हुन्छ अरे एडमिसन तर त्यो बुक पाइँदैन निदाले ट्याग गर्न चाहनु कङ्ग्रेचुलेसन सबैले भन कङ्ग्रेचुलेसन ह्यापी कङ्ग्रेचुलेसन यहाँ यो देखाउ त प्रतिष्ठा सेकेन्ड कि थर्ड भयो मेरो छोरी तर छोरी रुयो रोएर हेर्नु त गाइज प्र्याङ्क गरिदिएको त गाली गरिदिएको त राम्रो गरेन भनेर तर राम्रो गर्यो बधाई छ जहिले यसरी नै राम्रो गरेर अघि बढ्नु बाबालाई पनि भन्छु बाबालाई पनि ढाक्नुपर्छ ल सिकुम आएको थियो सिकुम मसँगै गएको सिकुम रुनु आँटेको होइन फर्स्टै हो अस्ति अब केक ल्याउने भनेर गाइजहरू हेर न केक खानु रेडी हेर न केक खानु रेडी यता चाहिँ को सुतिरहेको छ हाम्रो बहिनी अब ब्याग पनि भनेको जस्तो किनिदिने सबै भनेको जस्तो बोतल पनि फर्स्ट हुनेको भाइ यस्तो छ कति मुत्यो कति हग्यो कट्टुमा केक खाने रे केक खाने ह्याप्पी कङ्ग्रेचुलेसन छेउदेखि काट छेउदेखि लु भन कङ्ग्रेचुलेसन मा हुन्छ बाङ्गो नठी लु खै म दिन्छु नि मलाई म खुवाइदिन्छु यो बहिनीलाई मैले पहिला हजुर खानु ल राम्रो भन्नु आएन कसरी पो काटिछ ल कङ्ग्रेचुलेसन फेरि यस्तै गर्नु यो छोरालाई पनि लु सबैलाई खुवाइदियो मोटे भाइ अर्को बहिनीलाई संस्कृति यता बस्न संस्कृति चुप लाग न आऊ